तपाईलाई लाग्न सक्छ यो कुनै मुभीको फुटेज हो, तर यो त केवल 2024 सेप्टेम्बरमा आएको बाढीका केही झलक हुन्, जसमा 200 भन्दा धेरैको ज्यान गएको थियो। यस वर्ष त झन् धेरै वर्षा हुने अनुमान भएको छ, जसले गर्दा त्रास अझ बढेको छ। बाढीको प्रकोप, पहिरोको असर कस्तो रहनेछ र बच्न कसरी सकिन्छ भन्ने हामी यस भिडियोमा डिस्कस गर्नेछौँ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोस्। नेपालमा मनसुन दक्षिण पूर्वबाट प्रवेश गर्छ। मुख्यतः बङ्गालको खाडीबाट उत्पन्न भएको मोइस्चरयुक्त हावा हुन्छ। गर्मीयाममा भारत र तिब्बत क्षेत्रको जमिन छिटो तातिएर लो प्रेसर एरिया बन्छ भने समुद्र शीतल भएर हाई प्रेसर एरिया बन्छ। यस प्रेसरको भिन्नताको कारण समुद्रबाट मोइस्चरयुक्त हावा जमिनतर्फ तानिन्छ। यी हावाहरू बङ्गालको खाडी हुँदै उत्तर पश्चिम दिशातर्फ सर्दै पूर्वी नेपाल जस्तै झापा, इलाम, विराटनगरबाट मनसुन प्रवेश गर्दछ। यो हावा हिमालको भित्तामा ठोकिएर माथि उड्छ र चिसो भएर कन्डेन्स हुन्छ, जसको परिमाण स्वरूप भारी वर्षा हुन्छ। यस्तो वर्षा खास गरी पूर्वी र मध्यम पहाडी क्षेत्रमा धेरै हुन्छ अनि बिस्तारै मनसुन पश्चिमतर्फ फैलिन्छ। हिमालहरूले मनसुनलाई उत्तरतर्फ जान नदिई रोकिदिन्छन्, जसले गर्दा सम्पूर्ण नेपालमा मनसुनको प्रभाव रहिरहन्छ। नेपालमा मनसुन धेरै जसो जुनदेखि सेप्टेम्बरसम्म रहन्छ। मनसुन बाढीका मुख्य दुई प्रकारहरू हुने गर्दछ। पहिलो हो फ्ल्यास फ्लड र दोस्रो हो रिभर फ्लड। फ्ल्यास फ्लड भनेको जब पहाडी क्षेत्रमा भारी वर्षा हुन्छ, खोलाहरू तुरुन्तै बढ्छन्। यसले गर्दा फ्ल्यास फ्लडको घटना हुन्छ। यसले धेरै नोक्सानी गर्छ, किनभने बाढी वात्तै आउँछ र मानिसहरूलाई बाँच्ने तयारी गर्ने मौका दिँदैन। र दोस्रो हो रिभर फ्लड, जब नदीको पानी धेरै बढ्छ र नदी किनारको क्षेत्र डुब्छ। जब लामो समयसम्म भारी वर्षा हुन्छ, नदीहरूले पानी सम्हाल्न सक्दैनन् र आसपासको जमिनमा पानी फैलिन्छ। यसले गर्दा वरिपरिको क्षेत्र डुबानमा पर्छ र यसलाई भनिन्छ रिभर फ्लड। अहिले हरेक वर्ष बाढीको त्रास बढिरहेको छ। यसको मुख्य कारण हो मनसुनको प्याटर्नमा आएको ठुलो परिवर्तन र हाम्रो वातावरणमा भएको अन्य समस्याहरू। गत 10 वर्ष यता मनसुनमा धेरै इन्कन्सिस्टेन्सी देखा परिएको छ। पहिले मनसुन निश्चित समयमा सुरु भएर सिस्टमेटिक रूपमा पानी परिरहन्थ्यो, तर अहिले अचानक भारी वर्षा हुन्छ, जसले नदी र खोलामा पानी छिट्टै बढ्छ। यस्तो अचानकको भारी वर्षाले गर्दा धेरै ठाउँमा बाढी आउने गरेको छ। यो तलको ग्राफ हेर्नुभयो भने तपाईले मनसुन र त्यसको इन्कन्सिस्टेन्सीको बारेमा अझै मजाले बुझ्न सक्नुहुन्छ। 2014 देखि 2024 सम्म ध्यान दिनुभयो भने नर्मल मनसुन पिरियड भन्दा अझ धेरै पानी परेको प्रष्ट देखिन्छ। यसको सबैभन्दा ठुलो कारण हो जलवायुको परिवर्तन। यो फिगर हेर्नुभयो भने गएको 2 वर्षमा नेपालको विभिन्न स्थानको एभरेज टेम्परेचरले कुनै ठाउँमा 4 वर्षको रेकर्ड तोडेको छ भने कुनै ठाउँमा 50 वर्षको रेकर्ड पनि टुटेको देखिन्छ। त्यस्तै शहरीकरणले पनि बाढीको समस्या बढाएको छ। तल दिएको फिगरमा 2013 मा 17.8% रहेको अर्बनाइजेसनको रेट अहिले 22% पुगेको छ र अझै बढिरहेको छ। सहरहरू विस्तार हुँदै गएका छन् र धेरै ठाउँमा जमिन छोपिएर पानी बग्न सकेको छैन। यति मात्र होइन, अनप्लान्ड अर्बनाइजेसनले गर्दा पानी सही हिसाबले ड्रेन हुन सकेको छैन र धेरै ठाउँमा त मानिसहरू अस्थायी वासस्थानमा बसेका छन्, जुन खोला नालाको नजिक रहेको छ। वनजङ्गल फडानीले गर्दा पनि समस्या आएको देखिन्छ। धेरै रुख काटेपछि जमिनले पानी पर्दा पकड लिन सक्दैन र जमिन आफै भासिन्छ। यसले गर्दाखेरि पहिरो जाने समस्याहरू देखा परेका छन्। यसरी मनसुनको अनियमित वर्षा, जलवायु परिवर्तन, अनियन्त्रित शहरीकरण र वन फडानीले गर्दा हरेक वर्ष बाढीको त्रास बढिरहेको छ। यदि हामीले यी समस्याहरूलाई सही तरिकाले समाधान नगरे भने भविष्यमा अझै धेरै जोखिम सामना गर्नुपर्छ भनेर अचम्म मान्नु पर्दैन। नेपालको मौसम विज्ञान विभाग डिपार्टमेन्ट अफ हाइड्रोलोजी एन्ड मिटेरोलोजीको रिपोर्ट अनुसार 2082 सालमा नेपालमा मनसुनको अवधि सामान्य भन्दा लामो र वर्षा दर पनि धेरै बढेको देखिन्छ। यस वर्ष करिब 1500 मिलिमिटर वर्षा हुने भएको छ, जुन विगतको वर्षहरूसँग तुलना गर्दा सिग्निफिकेन्ट रूपमा बढेको। उदाहरणको लागि 2081 मा वर्षाको 1300 मिलिमिटर मात्र भएको थियो। यो वृद्धिको मुख्य कारण जलवायु परिवर्तन हो। जलवायु परिवर्तनले नेपालमा तापक्रममा निरन्तर वृद्धि गरिरहेको छ। विगतको 10 वर्षको तुलनामा नेपालमा औसत तापक्रम करिब 0.7 डिग्रीदेखि लिएर 1 डिग्रीसम्म बढेको देखिन्छ। तापक्रम बढेसँगै वर्षा प्याटर्नमा इन्स्टेबिलिटी देखिएको छ, जसले एक्सट्रिम मौसम घटना जस्तै एक्सेसिभ रेनफल र तातो लहर पनि देखिन्छ। मौसम विज्ञान विभागले यस वर्षको मनसुनलाई अत्याधिक अनियमित र जोखिमपूर्ण भनेका छन्। वर्षाको मात्रा बढेसँगै पहिरो र बाढीको जोखिम पनि तीव्र रूपमा बढेको पाइन्छ। जलवायु परिवर्तनले ग्लेसियर्सहरू पग्लिन सक्ने, जसले गर्दाखेरि खोलाहरूमा अचानक पानीको बहाव बढ्न सक्ने चेतावनी दिएका छन्। यसरी परिवर्तन भएको मौसम र बढ्दो तापक्रमले नेपालको कृषि, जलस्रोत र जनजीवनमा ठूलो असर पार्ने खतरा देखिएको छ। त्यसैले मौसमविदहरूले यस वर्ष धेरै सचेत भएर नागरिकहरूलाई पूर्व जानकारी र सुरक्षा उपायहरू अपनाउन आग्रह गरिरहेका छन्।
हरेक बर्खामा नेपालमा बाढी र पहिरोको त्रास झन्झन बढ्दै गएको छ। विशेष गरी विगत केही वर्षको तथ्याङ्कहरू हेर्ने हो भने 2081 सालमा मात्रै भारी वर्षाका कारण दर्जनौं जिल्ला उच्च जोखिममा परेको देखिन्छ। मौसम विज्ञान विभाग DHM र डिजास्टर रिस्क रिडक्सन एन्ड म्यानेजमेन्ट अथोरिटी DRRMA का रिपोर्ट अनुसार बाढी तथा पहिरोको प्रमुख जोखिम क्षेत्रहरूमा शङ्खसभा, तनहुँ, काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुली, रौतहट, सर्लाही, बारा, लमजुङ, गुल्मी परेका छन्। यिनै जिल्लाहरूमा असिना पानी, जङ्गल फडानी, अस्थायी बस्ती र अनप्लान निर्माणका कारण जमिन कमजोर बन्दै गएको छ। उदाहरणको लागि शङ्खसभामा गएको वर्ष हेवा खोला र अरुण नदीमा आएको बाढीले हाइड्रो पावर परियोजनाहरूमा ठूलो क्षति पुर्याएको थियो। त्यस्तै तनहुँ जिल्लाको 48 वटा भेरी हाई रिस्क क्षेत्रमा क्याटेगोराइज गरिएको छ, जहाँ पहिरोको कारण घटना बार दोहोरिएको देखिन्छ। अर्कोतर्फ काठमाडौँ भ्यालीमा वर्षा भएपछि बागमती, हनुमन्ते, विष्णुमती लगायतका नदीहरू डुबानको कारण बनिरहेका छन्, जसले घर र सडक सबै प्रभावित पार्छ। यसबाहेक मध्य प्रदेशका रौतहट, सर्लाही र बारा जिल्लाहरूमा पनि भारी पानी परेपछि नारायणी र बागमती जस्ता नदीहरू सतह नाग्दै बस्तीमा डुबान गर्ने गरेका छन्। सन् 2024 को मनसुन अवधिमा मात्रै 200 भन्दा बढी मानिसले बाढी र पहिरोमा ज्यान गुमाएका छन् भने हजारौं विस्थापित भएका छन्। यी सबै तथ्यहरूले देखाउँछ कि अब बाढी र पहिरो जोखिम कुनै एउटा क्षेत्रको मात्रै कुरा भएन। त्यसैले समयमा चेतना र पूर्व तयारी आवश्यक छ, ताकि हामी मानव र भौतिक क्षतिलाई कम गर्न सकौं। बाढी केवल पानीको बहाव होइन, यो जीवनका धेरै पक्षमा विनाश ल्याउने प्राकृतिक विपत्ति हो। द गार्जियनको एक रिपोर्ट अनुसार 2024 मा मात्रै नेपालभरि बाढी र पहिरोको कारण 200 भन्दा बढी मानिसले ज्यान गुमाए र करिब 50 जना बेपत्ता भएका थिए। बाढीले खेतमा लगाइएको अन्नबाली बगाउँछ, जसले खाद्य सुरक्षामा पनि असर गर्छ। 2081 मा करिब 400 हेक्टर भन्दा बढी कृषि जमिनमा क्षति पुगेको थियो। पुल, सडक, बिजुलीका पोलहरू बग्ने वा क्षतिग्रस्त हुने, जसले सञ्चार र यातायातमा ठूलो समस्या ल्याउँछ। कयौं ग्रामीण क्षेत्रहरूमा हप्तासम्म सडक अवरुद्ध हुन्छ र बिजुली बत्ती पुग्दैन। बाढी पछिको फोहोर पानी र संक्रमणले गर्दा डायरिया, हैजा, टाइफाइड जस्ता रोगहरू फैलिन्छन्। स्वच्छ पिउने पानीको अभाव र स्वास्थ्य सेवा पुग्न नसक्ने अवस्थाले जनजीवन प्रभावित बनाउँछ। त्यसैले बाढीको असर केवल एकै क्षेत्रमा सीमित हुँदैन, यो जनजीवन, अर्थतन्त्र, स्वास्थ्य, शिक्षा सबैमा गहिरो चोट दिन्छ। बाढीलाई हल्कामा नलिउँ, तयारी गरेर अगाडि बसिरहौं। पछिल्ला वर्षका घटनाबाट हामीले धेरै कुरा सिक्न सक्छौं। उदाहरणका लागि 2078 सालको मेलम्ची बाढी एउटा निकै महत्त्वपूर्ण घटना थियो। लगातारको भारी वर्षा र माथिल्लो पहाडी क्षेत्रमा आएको पहिरोले गर्दा मेलम्ची नदीमा अचानक पानीको बहाव अत्यन्तै बढ्छ। बाढीले मेलम्ची बजारका घरहरू, पुल र मेलम्ची खानेपानी आयोजनाको संरचनामा ठूलो क्षति पुर्याउँछ। यो घटना यति छिटो भयो कि धेरै मानिसहरूले भाग्ने मौका पनि पाएनन्। यो घटनाले के देखाउँछ भने बाढी आउनु अघि समयमै चेतावनी प्रणाली, अर्ली वार्निङ सिस्टम प्रभाव हुनुपर्छ। यस्तै नदी किनारमा बसोबास गर्दा जोखिमको इभ्यालुएसन गर्न पनि आवश्यक छ। मेलम्ची जस्तो स्थानमा वाटर फ्लो कन्ट्रोल, ड्रेनेज सिस्टम र सेफ इन्फ्रास्ट्रक्चर आवश्यक छन् भन्ने कुरा स्पष्ट हुन्छ। त्यस्तै हामीले देख्यौं कि बाढीपछि उद्धार र राहत कार्यमा ढिलाइ हुँदा थप समस्याहरू उत्पन्न हुन्छन्। त्यसैले स्थानीय तहदेखि संघीय सरकारसम्मको कोअर्डिनेसन, पूर्व तयारी योजना र जनचेतनाको आवश्यकता देखियो। अन्ततः मेलम्चीको अनुभवले हामीलाई सिकाएको मुख्य कुरा प्राकृतिक विपत्तिको जोखिमलाई नजरअन्दाज गर्नु हुँदैन। समयमै पूर्व तयारी, पूर्व सूचना प्रणाली र सुरक्षित पूर्वाधार निर्माणले भविष्यमा यस्ता क्षतिहरू घटाउन सकिन्छ। जब हरेक बर्खा काठमाडौँ डुब्छ, जब तराईका बस्तीहरू बग्छन् र जब पहाडका गाउँहरूमा पहिरो जान्छ, तब हामी भन्छौँ प्रकृतिको दोष हो, सरकारले केही प्लानिङ गरेन। तर के यो सधैँ प्रकृति र सरकारको मात्रै दोष हो त? साँच्चीकै हेर्ने हो भने केही गल्ती त हामीबाट पनि भएका छन्। उदाहरणका लागि नदी छेउ, खोला किनार र भिरालो क्षेत्रमा बनाइएको अनियन्त्रित बस्तीहरू जुन बर्खा सुरु हुने बित्तिकै सबैभन्दा पहिला प्रभावमा पर्छन्। प्लानिङ बिना घर बनाउँदा जमिन कमजोर हुन्छ अनि सानो पानीमा पनि ठूलो पहिरो जान सक्छ। त्यस्तै ढल निकास प्रणाली अर्थात् ड्रेनेजको अवस्था पनि निकै कमजोर भएको देखिन्छ। विशेष गरी काठमाडौँ जस्ता शहरहरूमा सडकमै पानी जमेर गाडी र मानिसहरू दुवैलाई हिँड्न गाह्रो हुन्छ, किनभने वर्षा सुरु हुनु अघि हामीले ढल सफा गरेको हुँदैनौँ वा फोहोर त्यही ढलमा फ्याँक्ने गर्छौँ। जति राम्रो पूर्वाधार बनाए पनि ब्लक ड्रेनेज सिस्टमले बाढीको जोखिम अझ बढाएर लान्छ। अर्को ठूलो समस्या हो प्लास्टिक र फोहोरको वास्ता नगर्नु। खोला, नाला र सडक छेउमा फालिएका फोहोरले पानीको बहाव रोक्छ अनि जब पानी बग्न पाउँदैन त्यहाँ पनि उल्टिएर पानी हाम्रो आँगनमा आइपुग्छ। यसरी हामीले बनाएका संरचना आफै विनाशको कारण बन्दै जान्छ। त्यसैले दोषहरूलाई दिनुभन्दा पहिले सानो चेतना हामी आफैबाट सुरु गरौँ। हामी चाहन्छौँ सुरक्षित बस्ती तर बनाउँछौँ अव्यवस्थित टोल। हामी चाहन्छौँ बाढी पहिरो नआओस् तर काट्छौँ रुख र बन्द गर्छौँ पानी बग्ने बाटो।
बाढी आउनु अघि थाहा पाउनु आजभोलि गाह्रो छैन, तर अवेर रहनु चाहिँ जरुरी छ है। मौसम पूर्वानुमान सुन्नु सबैभन्दा सजिलो र प्रभावकारी तरिका हो। हरेक दिन बिहान वा बेलुका नेपाल टेलिभिजन, रेडियो नेपाल वा स्थानीय एफएमहरूमा मौसम समाचारहरू आउने गर्दछ। त्यस्तै तपाईले मोबाइलमा डिएचएम नेपालको एप प्रयोग गर्न सक्नुहुन्छ, जुन मौसम विज्ञान विभागले उपलब्ध गराएको छ। यस एपबाट तपाईले तपाईको स्थानमा सम्भावित वर्षा, तापक्रम र बाढी चेतावनी तुरुन्तै थाहा पाउन सक्नुहुन्छ। यसका साथै तपाईले एनडीआरआरएमए अर्थात् नेशनल डिजास्टर रिस्क रिडक्सन एन्ड म्यानेजमेन्ट अथोरिटीको वेबसाइट वा सामाजिक सञ्जाल हेरेर आपतकालीन जानकारी थाहा पाउन सक्नुहुन्छ। केही स्थानमा एसएमएस वा साइरन प्रणालीबाट पनि सतर्कता दिइन्छ। गाउँपालिकाहरूले स्थानीय वडा स्तरमा पनि सूचना प्रसारण गर्ने गरेका छन्, जसलाई सुनेर तपाईँ सतर्क रहन सक्नुहुन्छ। थप रूपमा छिमेकी देश भारतको बोर्डर एरियामा भारी वर्षा भएमा पनि नेपालमा बाढीको जोखिम बढ्छ। त्यसैले त्यहाँको मौसमको खबर पनि ध्यान दिन जरुरी हुन्छ। नदी किनार र पहाडी भेगमा बस्नेहरूले विशेष सतर्कता अपनाउन आवश्यक हुन्छ। त्यसैले नियमित अपडेट सुन्ने, एप प्रयोग गर्ने र स्थानीय सूचना प्रणालीमा भरोसा गर्ने बानीले धेरै ठुलो क्षति हुनबाट बच्न सकिन्छ। हरेक वर्ष मनसुन सँगै आउने बाढी र पहिरोको जोखिमलाई कम गर्न सरकारले केही महत्त्वपूर्ण प्रयासहरू गर्न थालेको छ, जसमध्ये प्रमुख हो एनडीआरआरएमए को स्थापना। यो निकायले विपदको तयारी, व्यवस्थापन र राहत पुनः कार्यमा सहजीकरण गर्छ। साथै जल तथा मौसम विभाग अथवा डीएचएमले अहिलेको समयमा पूर्व सूचना प्रणाली विस्तार गरिरहेको छ, जसले नदीको जलस्तर बढ्दा मोबाइल मार्फत सूचनाहरू पठाउने काम गर्दछ। त्यसैगरी उच्च जोखिम भएका जिल्लाहरूमा कम्युनिटी आधारित अलर्ट प्रणाली, स्थानीय तहहरूमा विपद तयारी तालिम र राहत सामग्रीको स्टोरेज जस्ता कामहरू पनि भइरहेका छन्। केही स्थानमा गोचरण क्षेत्र खाली गरेर तटीय क्षेत्रमा बाँध निर्माण गर्ने जस्ता संरचनात्मक उपायहरू पनि अपनाइएको देखिन्छ। तर यतिले मात्रै पुग्दैन। धेरैजसो जोखिमयुक्त बस्तीहरूमा समयमै चेतावनी पुग्दैन र स्थानीय तहमा विपदपछि तत्काल राहत दिने तयारी कमजोर देखिन्छ। साना नगरपालिका र गाउँपालिकाहरूमा प्राविधिक जनशक्ति, पर्याप्त स्रोत र योजनाको अभाव छ। त्यस्तै पूर्व सूचना प्रणालीमा केही ठाउँमा मात्र प्रभावकारी देखिन्छ, सबै जिल्लाहरूमा सामान्य रूपमा कार्यान्वयन भएको पाइँदैन। अन्ततः सरकारले केही सकारात्मक कदम चाले पनि अझै कोअर्डिनेसन, स्रोत साधन र सूचना प्रणालीलाई स्ट्रङ बनाउन आवश्यक देखिन्छ। जबसम्म योजना व्यवहारमा प्रभावकारी रूपमा लागू हुँदैन, तबसम्म विपदको असर घटाउने सरकारी तयारीलाई पूर्ण रूपमा भरपर्दो भन्न मिल्दैन। यस वर्षको मनसुन नजिक छ र आफ्नो सुरक्षा आफै पनि गर्नुपर्ने देखिन्छ। सबैलाई सचेत गराउन यो भिडियो सकेसम्म सेयर गरेर च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। फेरि अर्को एपिसोड, अर्को स्टोरी, अर्को कथा लिएर हामी उपस्थित हुनेछौँ। तबसम्मको लागि स्टे सेफ, टेक केयर, लभ द नेपाल।